अब जनकपुर पुगेपछि मिथिला थाली नजाने कुरै भएन भनेर हामी पनि मिथिला थालीतर्फ लाग्यौँ, जुन रहेको छ ढल्केबर तर्फबाट जनकपुर जाँदै गर्दा रामानन्द चोक आइपुग्नुभन्दा करिब 100 मिटर गाडी नै राइट साइडमा पर्छ। यो होटल चाहिँ सेफ सन्तोष शाहले खोल्नु भएको हो। हामीलाई पार्किङको भने थोरै समस्या भयो, त्यहाँनिर प्राइभेट भेहिकल पार्किङको लागि चाहिँ अलिकति प्रोपर प्लेस रहेनछ। एन्ड स्पिकिङ अबाउट द इन्भाइरोमेन्ट इनसाइड द होटल, यो निकै राम्रो छ र मिथिला कलाले भित्र माता सीताको जीवनीलाई देखाइएको रहेछ। हामीले अर्डर गऱ्यौँ मिथिला भेज थाली र चिकन थाली, जसमा बासमती राइस, दाल, खडीबरी, आलु चोखा, तिलौरी लगायत 11 थरी खानेकुराहरू थियो भने चिकनमा थप चिकन करी विथ लोकल टेस्ट थियो।